रवि लामिछाने स्वास्थ्य उपचारपछि सार्वजनिक जीवनमा फर्किँदै गर्दा उनले अबको यात्रा सामान्य घटना मात्र नभई इतिहास बनाउने संकल्प गरेका छन्। उनले आफ्नो उद्देश्य सिंहदरबार पुग्नु मात्र नभई त्यहाँ व्याप्त कुशासन र बेथितिलाई जरैदेखि उखेलेर फाल्नु रहेको बताएका छन्। पुराना राजनीतिक दलहरूले विचार र सिद्धान्तका नाममा देशलाई रसातलमा पुर्याएको आरोप लगाउँदै उनले अब जनताको ताकतले मात्र देश जोगिने विश्वास व्यक्त गरेका छन्। आगामी निर्वाचनलाई उनले एउटा माइलस्टोन मानेका छन्। उनले विपक्षीहरूलाई जस्तो सुकै गठबन्धन गरेर रोक्न चुनौती दिँदै आफूहरू मतपत्र मार्फत सुशासनको घण्टी बजाउन तयार रहेको उद्घोष गरेका छन्। देशको भविष्य बदल्नका लागि आफू जस्तो सुकै कठोर त्याग र तपस्या गर्न तयार रहेको र इतिहासमा आफ्नो नाम मेटिने वा रहने कुराको चिन्ता नरहेको उनले स्पष्ट पारेका छन्। बालेन शाह विराटनगर जाँदै उर्लाबारीदेखि उदयपुरसम्मको यात्रा रासपा वरिष्ठ नेता बालेन शाहको टोली आज मोरङको उर्लाबारी, लेटाङ र डैनिया हुँदै विराटनगर जाने तालिका रहेको छ। चुनावी अभियान लिएर विराटनगरको बरगाछी र सुनसरीको इन्द्रुवा हुँदै टोली उदयपुरसम्म पुग्नेछ। समानुपातिक निर्वाचनको बन्द सूचीमा महिलाको वर्चस्व, निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्द सूचीमा पुरुषको तुलनामा महिला उम्मेद्वारको संख्या धेरै देखिएको छ। कुल 3135 उम्मेद्वारमध्ये महिला 1772 जना र पुरुष 1363 जना रहेका छन्। निर्वाचनमा 63 राजनीतिक दल सहभागी छन् भने आयोगले 27 वटा निर्वाचन चिन्ह कायम गरेको छ। विभिन्न कारणले 66 जनाको नाम बन्द सूचीबाट हटाइएको छ। कालो सूचीमा परेका 21 जना, प्रदेश सभाको सूचीमा पनि नाम भएका 25 जना, जरिवाना नतिरेका 10 जना र सम्बन्धित दलले नाम हटाउन सिफारिस गरेका 10 जना रहेका छन्। पत्रकारितादेखि राजनीतिसम्मका ऋषि धमला आलोचना, ट्रोल र मजाकको पात्र बन्दा पनि धमलाले आफ्नो शैली कहिल्यै परिवर्तन गरेनन्। उनलाई नेपाली समाजलाई निरन्तर मनोरञ्जन र चर्चाको खुराक दिने पात्रको रूपमा चित्रण गरिएको छ। अहिले उनी पत्रकारको भूमिकाबाट फर्को मार्दै नेताको रूपमा रौतहट पुगेका छन्। निर्वाचन अभियानको क्रममा काठमाडौँको सुकिलो परिवेश छाडेर उनी अहिले मधेसका गाउँ, बस्ती र हिलो धुलोमा मतदाता रिजाउन व्यस्त छन्। उनको यो धमाकेदार राजनीतिक प्रवेशले अहिले सबैको ध्यान तानेको